हाई एभ्रिवान, सेवा स्वागत छ हजुरहरूलाई मेरो युट्युब च्यानलमा। आई होप हजुरहरू सन्चै हुनुहुन्छ होला। हामी पनि एकदम सन्चै छौँ। अनि आज चाहिँ म बिहान नुहाई गरेको छु साथीहरू। एकदमै गर्मी छ, बाहिरको मौसम चाहिँ हेर्न सक्नुहुन्छ, घाम लागिरहेको छ। अनि म चाहिँ आज बिहान कहाँ जाँदैछु त साथीहरू, हेर्दै गर्नु होला। अनि म जस्तै को हुनुहुन्छ साथीहरू, क्यामेरा हुँदा चाहिँ कति बोल्छु जस्तो लाग्छ, जब क्यामेरा अन हुन्छ नि मेरो त बोली नै हराउँछ हो। भिडियो बनाउनु पनि साह्रै पो लाज लाग्दो रहेछ हो साथीहरू। मान्छे आयो भने पनि लाज लाग्छ बनाउनलाई। हुन्छ लगाइदिनु न। यता चाहिँ बन्द हो आज। ए साथीहरू, म चाहिँ मासु सब्जी लिएर फर्केको। बाहिर चाहिँ एकदमै घाम लागिरहेको छ। भिडियो बनाउन चाहिँ साह्रै लाज लाग्ने, मान्छेको अगाडि त यस्तो लाज लाग्ने नि। त्यही पनि अहिले चाहिँ म गलेँ, त्यही भएर यहाँ एकछिन बसिरहेको छु साथीहरू। अब म जान्छु रेडी गर्नु होला। म चाहिँ घर पनि आइपुगेँ। यो रहेको छ सुँगुरको मासु, अनि यो रहेको छ साग, कागती, खुर्सानी, टमाटर, दुध। मैले चाहिँ मेरो छोरीलाई ओछ्यानमै छोडिरहेको थिएँ, सुतिरहेको थियो र ऊ चाहिँ अहिले गर्दै रुँदैछ। खासै रुने मान्छे चाहिँ होइन, तर उसलाई सन्चो नभएर हो साथीहरू। गाइस, हामी चाहिँ हाम्रो छोरीलाई सन्चो नभएर 2-3 दिन भएको थियो, उसलाई सन्चो नभएको। अनि बाफ लाउँदै थियौँ, त्यही भएर आज पनि बाफ लाउने उसको समय, त्यही भएर हामी चाहिँ बाफ लाउन हिँडेको साथीहरू। यो मेरो छोरीले लगाएको सेट चाहिँ नि बच्चालाई लगाइदिन साह्रै सजिलो हुँदो रहेछ, गर्मीमा शीतल त्यस्तै छ है। रमाइरहेको छ, ज्वरो पनि आइरहेछ, यस्तो छ। जाँदैछौँ। एउटा थियो नि यहाँ पङ्खे, थपक्क नै नहिँड्ने, के गर्छन्। अनि खोइ भनेको आई मिस यु सायन खोइ नभन्। हाई गाइज भन, हाई गाइज भन। हामी चाहिँ फर्केको, छोरीलाई बाफ लगाइसकेर पनि। अहिले चाहिँ साँझ भइसक्यो, बेलुका भइसक्यो। हामी चाहिँ फर्केको। दिनहरू यसरी नै बितिरहेको छ। ठुलो छोरालाई त अहिलेसम्म एकचोटि पनि बाफ्नलाई यत्रो भयो, सानो छोरीलाई त के हुन्छ। 2 दिनको जिन्दगीमा सबै कुरा भोग्न जरुरी रहेछ है साथीहरू। फाइनली गाइज, हामी चाहिँ हाम्रो रुम पनि आइपुग्यौँ साथीहरू। अनि यसरी नै आएर चाहिँ एकदमै आज चाहिँ कति गर्मी हो, एकदमै गर्मी बढिरहेको छ। अनि पङ्खा चाहिँ एकदम लोमा चलाइरहेको छु है साथीहरू। हेर्नुहोस् मेरो छोरीको प्रगति पल्टिँदैछ यसरी। छिनछिनमा उसलाई सन्चो पनि हुँदैन। यति दिनसम्म मेरो भिडियो हेरिदिनु भएकोमा हजुरहरूलाई धेरै धन्यवाद। अनि मेरो भिडियो के कस्तो लाग्छ कृपया भनिदिनु होला। अनि लाइक, कमेन्ट, सेयर एन्ड सब्सक्राइब पनि गर्न नभुल्नु होला साथीहरू। बाई बाई।